बच्चाहरूलाई कुन समयमा गएर डक्टरकोमा चेक गराउन बेस्ट हुन्छ। नर्मली हामीले बिरामी नभएको समय भनेको कुनै पनि समयमा जान चाहिँ उपयुक्त हुन्छ। तर जन्मेको 5 दिनभित्र एकचोटि डेलिभरी भएपछि घर जानुभन्दा एकचोटि पिडियाट्रिसियनलाई बच्चालाई थोरली चेकअप गरेर जान चाहिँ बेस्ट हुन्छ। दोस्रो, जब हामीले भ्याक्सिन लगाउने टाइम हुन्छ नि 6 हप्ता, 10 हप्ता, 14 हप्ता भ्याक्सिन लगाउन आउँदाखेरि केवल भ्याक्सिन मात्रै नलगाएर बच्चालाई एकचोटि डक्टरकोमा देखाउन एकदम उपयुक्त हुन्छ। त्यसले गर्दा के हुन्छ भने बच्चाको ग्रोथ राम्रोसँग बसेन। त्यो बेलामा डक्टरहरूले अथवा नर्सिङ स्टाफहरूले वेटहरू हाइटहरू हेर्नुहुन्छ, हेड सर्कम्फरेन्सहरू हेर्नुहुन्छ। त्यसले गर्दा बच्चाको उमेर अनुसार वेट हाइट गेन भएपछि थाहा हुन्छ। 6, 10, 14 पछि हामीले 6 महिनामा एकचोटि चेक गर्न सक्छौँ। त्यसपछि 9 महिनामा, त्यसपछि 12 महिनामा, त्यसपछि 15 to 18 महिनामा चेक गर्न सक्छौँ। पहिलो वर्षमा यसरी भ्याक्सिनेसनको टाइममा चेक गर्न सक्छौँ भने 2 वर्षबाट 5 वर्षसम्म चाहिँ नर्मली हामीले वर्ष चेक गरे हुन्छ। पहिलो 2 वर्ष जस्तो 1 महिना, 2 महिना, 3 महिनाको फरकमा जस्तो चेक गर्नु पर्दैन। 2 to 5 वर्षमा चेक गर्नुको उद्देश्य के हुन्छ भने बच्चाको ग्रोथ एन्ड डेभलपमेन्ट कस्तो भइरहेको छ, उसको भिजन हियरिङहरू कस्तो छ, डेन्टल प्रब्लमहरू के छ कि छैन, अथवा कुनै डेभलपमेन्टल डिलेहरू अथवा शरीरको कुनै रोगहरू त्यो चाहिँ पत्ता लगाउन चाहिँ सक्दछौँ। र 5 वर्षपछिको बच्चाहरूलाई चाहिँ जसरी 2 to 5 लाई हामीले वर्षमा गर्छौँ भने त्यो 1 to 2 वर्षमा चाहिँ गर्न सकिन्छ। 5 वर्षको बच्चालाई अरू के काउन्सिलिङहरू गर्न सकिन्छ भने ग्रोथ एन्ड डेभलपमेन्ट बाहेक, एसेसमेन्ट बाहेक उनीहरूको स्क्रिनिङ टाइमहरू, बिहेभियर प्रब्लमहरू, डेन्टल प्रब्लमहरू, आई प्रब्लमहरू अर्ली डिटेक्सन चाहिँ गर्न चाहिँ सकिन्छ। हेर्नुहोस्।